भए आफ्ना बालबच्चाहरूलाई पनि धरापमा पार्ने भए हुँदा हुँदा छिमेकीलाई नि बाँकी नराख्ने भए बाबा कसरी सम्झाउ म लौ यो चुरौटे त यी पो रहेछ त छि 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 कति खाएको होला कति गनाएको नमस्कार ए बहिनी आजीबा जस्तो मान्छेलाई नमस्कार गर्नु पर्दैन कि चिनिनस् कि क्या अघि गाउँ घुम्न जाँदा काजीबालाई भेटेर काजीबाको आशीर्वाद लिएर एक एक कप चिया पनि आएको हो कहिले काजीबा हो त नि यो चुरौटेलाई के थाहा ए नानी यसलाई सम्झाउनु पर्यो अब तिमी आयो यो एकदमै खत्तम भइसकेको छ हेर ए मेरो दाइको त एउटा बानी मात्रै खराब हो के त्यसै चुरो खाने हेर के थाहा तिमीलाई त्यत्रो वर्ष विदेश बस्यो यहाँ यो मान्छे मरिसकेको थियो ऊ भाउजूले गर्दा भाग्य मानी रहेछ राम्री बुढी पाएर अरे नानी हेर कर्तुत सबै भन्छ यता आउ नानी हेर अब पहिलो कुरो त यो चुरोट सुर्ती गुड्खा खैनी सबै थोक खान्छ हुँदा हुँदा स्कुल जाने सानो बाबु नानीहरू आउने ठाउँमा सर मिसहरूले नदेख्ने गरी गलछोडमा बसेर चुरोट सुई तानेर फुर्र धुवा त्यो बालबच्चाहरूको नाक मुखबाट छेर्ने गरी धुवा पठाइदिने अनि ए बाबु नानी हो लौ चुरोट तान मजा आउँछ भनेर नचाहिँदो त्यो कुरो सिकाउँछ यो घन्टा हो के ए नानी एकाका त यति जाँड खाइदियो यति रौसी खायो बाटोमा बेहोस जस्तै गरेर हिँड्ने एक दिन त म बजार गएर यसो फर्किँदै थिएँ 12-13वटा कुकुरहरू बाटोमा छन् बिच बाटोमा अनि नजिक गएर हेरे त मान्छे को रहेछ यो भने त तिम्रो दाजु छादेछ पनि अनि 4-5वटा कुकुरले चाहिँ मुखमा ल्याप्ल्याप्ती चाटिरहेको छाप अनि 5-6वटा कुकुरले चाहिँ खुट्टा उचालेर जिउभरि त्यतिसम्म बल्ल बल्ल पानी खोजेर त्यहाँ यसो पखाल फुकुल पारिदिएर घर ल्याएर बुझाइदिए जल खाएर हल्ला गरेर गाउँमै फर्काउने गाउँमा बस्नै नदिने मान्छेलाई छिमेकीहरूलाई छुट्याउनु गयो मलाई सुझै हिर्काइदिएर यो अहिले गाउँलीको गाउँ होइन पहिलाको यसरी दाग बसालिदिएर खतम भइसकेको छ यिनले बताए पछि बल्ल बल्ल छोडेन नि तर अब तिमी आयो राम्रोसित सम्झाऊ है नत्र यसको परमधाम जान्थ्यो यो टाढो घन्टा म कति वर्षको भएँ भन् त यस्तै 70-71 वर्ष यो उमेरमा पनि मेरो फुर्ती म कति तन्दुरुस्त छु स्वस्थ छु म मात्रै किन एउटा छोरो युकेमा एउटा छोरो अस्ट्रेलियामा र अर्को छोरो अमेरिकामा छ मेरो सबै परिवार निरोगी छन् मेरा हरेक परिवारका सदस्यहरू आफन्तहरू त्यति मात्रै हो र टोलका हरेक बाल बच्चादेखि वृद्धसम्म जङ्क फुड कसैले पनि खाँदैन त्यही भएर सबैजना स्वस्थ तन्दुरुस्त र ऊर्जाशील छन् कुरा बुझिस् कि बुझिन बुझे काजीबा ल ठिक छ अब आजको दिनदेखि भयो त मैले चुरोट खैनी सुर्ती खाना सबै छोडिदिएँ अब यो जङ्क फुड पनि खाना छोडिदिन्छु नत्र त यिनले पनि खाना बनाउन अलिक कामबाट आउने काँडा भ्याउनु र यिनी पनि त्यही चाउचाउ खान्थिन् चिजबल चोकुरमुरी सुरुरी खान्थिन् म पनि त्यही खाने त्यही मिठो लाग्ने अस्तिताका बिराम पनि भए ए तिमीले त्यो भित्र आन्द्रा सान्द्रा सबै कुहिसक यो प्याकेटको खानेकुरा खाएर यस्तो जङ्क फुड सङ्फुड नखाऊ अनि डाक्टर साहबले भन्नुभएको थियो मानेर नमानिकन खाथी त्यो सबै खाएको भए त म त के क्यान्सर त्यो भएर मरिरहेछु आजको दिनदेखिबाट यो सबै खाना म छोडिदिन्छु ल अब आजको दिनदेखि सबै
सबै बालबच्चादेखि वृद्धसम्मले घरको ताजा खाना खाने, फलफुल सागसब्जी र प्रशस्त पानी पिउने अनि स्वस्थ रहनुपर्छ भनेर गाउँभरि हामीले अभियानै चलाउनु पर्यो नि। चलाउने बा। अब यसको सुरुवात चाहिँ मेरो घरमा पनि धेरै जङ्क फुड प्रयोग गर्ने हो त नि, यसको हो त। सुरुवात चाहिँ मेरै घरबाट गर्नु पर्यो। अब घरमा त कोदाको पिठो छ नि होइन, कोदाको पिठो छ, फापरको पनि छ, त्यो मिसाएर चट्ट मिठो रोटी बनाउँछिन्। आहा। अनि त्यो रोटीसँगै त्यो घरमै हाम्रो फलाएको धनियाँ छ, धनियाँ टमाटर मजाले पोलेर पिसेर त्यसमा लसुनको पोथी पनि मिसाएर टिमुर हालेर लसुन ल बनाइहालौँ त, बनाइहालौँ त, बनाइहालौँ। मद्दत गर्छु भाउजूलाई। ल यो खाएर सुरुवात गरिहालौँ। ल ल ल हामी पनि सुनेर पनि लागिहाल्नु।